हेलो गाइज व्हाट्स अप वेलकम माई युट्युब च्यानल सबैजनालाई स्वागत गर्दछु माई युट्युब च्यानल। आज चाहिँ धेरै पछि फेरि एउटा भिडियो लिएर आएको छु। यसो साथीभाइ मिलेर माइन्ड फ्रेस गर्नलाई पार्कतिर हिँड्दैछौँ अलिअलि घुमघामको लागि। हेर्दै हेर्नुलाई गाइज। A few minutes later. Minutes later. राजा हाँस पनि रहेको छ। मस्त घुमफिर गर्दैछौ अनि के छ गाइज? बल छ नि? कस्तो भयो घुमफिर आजको? माइन्ड फ्रेस गर्ने हो? ल ठिक छ। केटाहरू फेरि तर पनि देखेपछि बोल्दै बोल्दैनन्, मुखै फुटाउँदैनन् मुखबाट। गाह्रो छ। विश्व भिडियो कस्तो बन्दैछ हेर्दै गर्नुलाई गाइज। हामी ऊ त्यो पर जाँदैछौँ। म चाहिँ खतरा ठाउँ छ। त्यसपछि चट्ट लाएर है त ल। 5 minutes later. हरियाली पुरै पार्क जति पुरै हरियाली भइरहेको छ अहिलेको अवस्थामा चाहिँ। अब केही महिना 2-4 महिना त्यस्तै समथिङ पछि फेरि पुरै कालै डढेर लाए जस्तो हुन्छ। अहिले चाहिँ हरियाली मस्त मजाको देखिएको छ ठाउँहरू। एउटा ठुलो ताल छ। यो ताल हुँदै यसो पारि त्यही तालको वरिपरि घुम्दैछौँ आजको घुम्ने प्लान चाहिँ। केटाहरू अगाडि बढिसकेछन्। लेट भयो। त्यसपछि अब केही छिन् हामी नास्ता सास्ताको व्यवस्था छ हल्का खाएर घुमफिर गरेर त्यसपछि रुमतर्फ लाग्छौँ। जस यो हरियाली भएर माहौल चाहिँ बवाल रमाइलो देखिएको छ क्या। नत्र यहाँ आएर चट्ट घाम तापेर उत्तानो टाङ लाएर सुत्ने। अच्छा। छोटो मिठो यसो झलक हुँदैछ है। के हेर्नु त नि। गाह्रो छ गाह्रो छ हुँदैछ। लामो लुमी नभन्न यार। ल ल ल खाउँ जुस चिसो खाउँ। म चाहिँ कोक है कोक। मेरो चाहिँ कोक नचला है। 1 hour later. आजको घुमफिर चाहिँ हाम्रो तालमा यस्तै भयो। अनि फेरि चाहिँ नेक्स्ट टाइम आउँदा चाहिँ फेरि राम्रो भिडियो लिएर आउनेछु। ल अब चाहिँ फिनिसिङ भयो हाम्रो यस्तो हो। फेरि ट्याक्क हामी जहाँ फोहोर गऱ्यौँ ट्याक्क उठाएर हिँड्ने हो। त्यस्तो जहाँ पाइ फाल्ने होइन। जहाँ फोहोर गरे पनि उठाएर ट्याक्क मेन पोइन्टमा लगेर फाल्ने हो। ल ल केटाहरू ल अब चाहिँ जानुपर्छ है केटा हो। नेक्स्ट डे चाहिँ राम्रो बनाएर फेरि नयाँ भिडियो लिएर आउने छु। फेरि पुनः उपस्थित हुनेछु। आजको चाहिँ हाम्रो ताल घुमाइ चाहिँ यस्तै भयो। जय सनका काजी बोला, जय नेपाल।